यो भन्दा बढी माया गरेर पालेको छोरो होस् क्या त। अरे छोडेर जानु पर्ने स्थिति आउँला। कुकुर भनेपछि कुकुरको जात जनाउने क्या। बोरै सुत तल एउटा कुकुरै टाक। आमाले आएर अहिले यसरी मान्छे सुत्नेले कोठामा ल्याएर चाहिँ नि कुकुर राख्छ। ल है त गाइस, अब आज चाहिँ हाम्रो यो पप्पीको दिन सुरु हुन्छ। यसको लागि त म लगभग 3-4 दिन भइसक्यो घर छोडेर कहीँ गएको छैन। यसलाई हेरेर बस्दा म नभइकन टेन्सन छ घरमा, फेरि के हुने हो म भइन भनेदेखि भनेर त्यही भएर म घरै छोडेको छैन 3-4 दिन भइसक्यो। अब आज यसलाई म बिहान खुवाउनेदेखि लिएर यसलाई म के गर्छु तपाईहरुलाई देखाउँछु। आज चाहिँ अब यसको कान पनि मैले सफा गरिसकेको छु, कान चाहिँ सफा गरिदिइसकेको छु हैन। कान चाहिँ अब केही गर्नु पर्दैन, कान अब ठिक होला जस्तो भइसकेको छ। यो चाहिँ यसको कार्ड अमेरिकन बुल्लीको हैन। अब यसको नेक्स्ट भ्याक्सिनेसन चाहिँ कहिले छ भनेदेखि 2 महिना 3-6 गते। आज कति गते हो? 5 हैन, आज 5 गते 6 गते रहेछ यसको भ्याक्सिन चाहिँ। यसको भ्याक्सिन चाहिँ भोलि रहेछ। अब म त आज हो कि भन्टा यदि भोलि रहेछ। हजुरबाको खुट्टा टोकेको डोके गर्छ यसले फेरि। के गर्यो पुन्डुल चाहिँ किन बोकेको नि फेरि? किन बोकेको त्यसलाई? अहिले त्यसले मुख चाट्छ बुन्डेको। च्या 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 च्या। कति माया लाग्छ पप्पीको? धेरै लाग्छ। यसको नाम के राख्ने हो? पुन्टे। अनि बुवाले यसलाई घरबाट निकाल्ने भन्दै भइसिन्छ, निकाल्ने कि ननिकाल्ने? ननिकाल्ने। माया गरेको पप्पीलाई छोडिदेऊ ल, खेल्नु देऊ ल। ल छोडिदियो, खेलिस ल, पुटी 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 खेल ल। आज चाहिँ अब यसलाई हामीले नुहाइदिनु लाग्यो। नुहाइदिनु भन्दा पनि यो कपडाले सर्लक्क मनतातो पानीमा हालेर स्याट्ट पुसेर यसलाई गरिदिनु लाग्यो। यो चाहिँ म चाहिँ नुहाइदिनु लाग्यो यसलाई। अनि यो बच्चामा चाहिँ नुहाउनु हुँदैन अरे। अकालो सुन राख्ने भाडा बोकेर आएको रहेछ। यो पिरो न पिरो हुन्छ यो भाडा। सुन्नु पहिले सुन्नु। यो पानी तपाईँ चाहिँ नहुनु। अहिले म अर्को किन ल्याइदिहाल्छु आइसक्रिम राख्नु त। लाज पनि लाग्दैन अर्काको घरको भाडा युज गर्न किचनको। आमाले आएर अहिले यसरी भुताल्छ थाहा हुन्छ। यो खालको मान्छेलाई अर्को भाडा ल्याइदिनु त। अर्को भाडा ल्याइदेऊ नि त। छिटो पुगेन भने अर्को भाडा ल्याइदेऊ न त। अर्को भाडा ल्याइदेऊ न। अर्को भाडा ल्याइदेऊ। यस्ता जाऊ भाडा के मैले यस्तो जाऊ भाडा पनि मलाई भाडा पनि बुझ गरेको छ यार। के म त अचम्मै लाग्छ अरे। यो गरिब फ्यामिलीमा यस्तै हुँदो रहेछ। यो अर्को भाडा ल्याइदिन्छ जान भनेको। हजुर यहाँ बस। ओम नमः शिवाय, ओम नमः शिवाय। सुन पानी छर्किदिनु पर्यो नि त यसरी। ओम नमः शिवाय। तिनटा कुकुर बोलु तलाई नमः शिवाय। ल अब यसलाई ट्याक्क लाएर यो यसले चट्ट मनतातो पानीमा टक्क लाएर यो पुसेर यसरी एकदम यो निचारेर यो एकदमै निचारेर होइन सट्ट लाएर यसलाई पुसिदिनु पर्छ है कुन्डु। यसरी ल सर्लक्क लाएर मजासँग यसलाई नुहाइदिएकै जसो गरेर। हामीले यो अहिलेसम्म चाहिँ नगरेको चाहिँ यसको यो कान क्रप गरेको थियो नि त। अनि त्यही भएर कानमा पानी पार्नु हुँदैन भनेर चाहिँ यसलाई अहिलेसम्म मैले त्यो केही पनि नगरिदिएको होइन। यसलाई मैले ननुहाएको अहिलेसम्म। अनि नभए मैले यसलाई अस्ति नै मैले ल्याएकै दिनमा मैले यसलाई पुस्टिसक्थेँ। ल्याएकै दिनमा मैले यसलाई पुस्टिसक्थेँ। अहिले चाहिँ मैले त्यही अनि त्यही पानी नपारो कानमा घाउ पाक्छ भनेर मात्रै यसलाई मैले नगरिदिएको। अब चाहिँ घाउ मजाले लगभग ठिक भइसकेको छ यसको। त्यही भएर अब चाहिँ यसलाई मजाले यो अलिअलि बनायो क्या धेरै। चाहिँ कुकुर बनायो जस्तो बनायो धेरै खै कप। अब यसलाई अलिक ठुलो भएपछि अब अलिकति ठुलो भएपछि अब यसलाई अबको 1 महिनापछि कि 2 महिनापछि बल्ल यो 2 महिना भयो। अब 1-2 महिनापछि बल्ल यसलाई नुहाउनुपर्छ गुन्डु है। सुगर मुख पनि बनाउँछ तेरो। खनाउनु हुँदैन नि गुन्डु। खनायो भनेदेखि त आइहाल्छ नि त। छड्न सक्नु पर्छ। यति एक्साइटेड छ यो, यति एक्साइटेड छ। ठोक्या पनि हेर न, ठोक्छ पनि यहाँ। कहाँ जान्ला तिमी? अब यसलाई धेरै पनि नगरौँ। धेरै गऱ्यो भनेदेखि फेरि चिसोले बिचरा फेरि यो उस होला। च्याक्क लाएर अब यति गरिसकेपछि केटो फिट एन्ड फाइन भयो। अब यति चाहिँ त्यति गर्न आएन अब।
मलाई रुगा लाएर पनि हो कि सुम्चेले ल अब यसलाई खोरमा लगाएर खाना नलाग्नु जाऊ खोरमा लाने अब यसलाई ट्याक्क अब अलिकति खान दिने त्यसपछि त केटो अब अलिक मजाले खेलिसक्यो अब ट्याक्क लगाएर खोरमा लगाएर राख्नु ल लेट्स गो ल अब चाहिँ च्याट्टा लाएर यसलाई खोरमा राख्ने यसको केस चाहिँ यही हो इत्रु छ यो यसलाई पछिसम्म ठुलोसम्म होस् भनेर यसलाई यो ठुलो केस ल्याइदिएको अब ट्याक्क नुहाइहाल्यो अहिले चाहिँ गनाएन है अब नुहाइहाल्यो यसलाई ट्याक्क लाएर अब खानेकुरा टन्न दिनुपर्छ ल यसको भाँडो चाहिँ मैले पखालेर धोएर अलिक माझेर ल्याएको छु यसको भाँडो चाहिँ जहिले पनि माझ्नुपर्छ है गाई चाहिँ कुकुरलाई चाहिँ त्यतिकै दिनुहुन्न कुकुरको भाँडो चाहिँ जहिले पनि माझ्नुपर्छ है त्यतिकै दियो भनेदेखि चाहिँ रोग लाग्न सक्छ क्या अब भाइ मन तातै छ यहाँ देखा त कति पुग्छ खानेकुरा दिन लागेपछि यति थाहा पाउँछ कति चाँडो दिएको म चाहिँ यसलाई यति दिन्छु यो च्याक्क लाएर एक मुठी छ यति च्याक्क लाएर दिन्छु यति हालिदिन्छु दिनको 4 टाइम खान्छ ठुलो झ्याङ्गो अझ यसलाई यो यहाँ राखिदिनु पर्छ झन् यस्तो गराउँछ यो कति गराएको ल अब चाहिँ यसलाई म दिन्छु यसको डग फुड अलिअलि सेलाइसकेको छ होइन ल ल यसको ज्यानको ट्याक्क सेप हेर्नुहोस् यो पछि कटै कट भएर निस्किन्छ गाई चाहिँ यसको ज्यानको त खतरा पो हुन्छ त अमेरिकन बोल्ली त यहाँ हुँदैन बाहिरै राख्नुपर्छ है नानी बाहिर किन यहाँ के हुन्छ त यहाँ राख्दा यहाँ राख्दा के हुन्छ कहाँ यहाँ राख्छ मैले यहाँ राख्दा त जे होस् कुकुर राते हएको हुने रुगा लाग्यो मलाई त्यो यसले हगेर मुतेर तपाईँलाई रुगा लाग्यो हो बर्बाद ल त्यसपछि यसलाई म बाहिर राखिदिन्छु है त कुकुर जै भयो कुकुरहरू 3 रात भइरहेको यो कता छो अझै मलाई थाहा पनि हुँदैन उहाँ राखेपछि आनन्द फ्याट्न ओर्न हरेक जेसुकै गर्नलाई यसको जात त्यो अनुसार ठ्याक्क आँखा अगाडि नै पर्ने ल त्यो बाहिर राखिदिन्छु है ल अब चाहिँ केटोले खायो अब टक्क लाएर केटोलाई अब यो चाहिँ क्याल्सियम हो यो चाहिँ यसको हड्डीको लागि ट्याक्क क्याल्सियम चाहिन्छ र यो चाहिँ 1 ml यसलाई च्याट्टा लाएर खुवाइदिने लाइस अगर बिस्तारै खुवाइदिन्छु ल ट्याक्क लाएर क्याल्सियम खायो अब हड्डी दौडा भएर टक्क मोटाउने केटो के गनाएको यस्तो यो मलाई त गनाएन त के तँलाई त के गनाउँथ्यो नि तँलाई गनाउनु अरूलाई गनाउँदैन तँलाई मैले यो कुकुर यहाँ नराख हजुरबालाई गाह्रो हुन्छ भनेको सुन्नेछु क्या अब उतापट्टि कोठामा त्यहाँ मान्छे थियो हिजो पाउन थियो त्यही भएर यताबाट राख्दैन अब अलिक बाहिर राख्छु म यता उता तेरो कुरा केही सुन्दिनँ राम्रोसँग बुझेँ मैले भनेको यो कोठामा कुकुर राखेर मेरो चाहिँ 90 वर्षको बाउलाई चाहिँ नि बिमारी भए रुगा लायो कुकुरको रोग सर्यो भने के गर्छस् त तैँले जे गर्नुहुन्छ यहाँ फेरि मैले राम्रोसँग भने मान्छेसँग म तँलाई सुधो खेलाइदिन्छु नि मैले चाहिने कुरा काम गर्न पर्छ यत्रो बुढो भएको मान्छेले मान्छे सुत्नेले कोठामा ल्याएर चाहिँ नि कुकुर राख्छन् के हो तेरो दिमाग भने अब त ड्याडी मैले के सेवा गरौँ मैले के गर्दा तपाईँलाई राम्रो हुन्छ भनेर तैँले सोध्ने कि मैले नगर भने काम पनि तैँले गर्ने भने माथि एउटा खोर बनाएर राख्छु नि त भयो नि त होइन मलाई भइगयो होइन यो आधी यो यहाँबाट हटाउनु मैले भनिसकेँ मान्ने भए राम्रोसँग मैले भनेको कुरा फेरि मैले खोरैसित कुकुर हटाइदिएर पनि राम्रो होला नहोला नि इन्डियाबाट ल्याएको कुकुर अनि तैँले यो कुकुर भने कुकुर हो जाँसियोबाट लिएन आखिर यो कुकुर हो नि तैँले बाउको इच्छा चाहना बुझ्न सक्दैनस् अब यो पनि छोरै हो यसको पनि म बाबै हो अब बाबा कुकुर चाहेको चाह्यो भने के गर्ने यहाँ सुन
तँलाई पनि मैले यति नै भन्दा योभन्दा बढी माया गरेर पालेको छोरो होस् क्या त तैँले सिकाउनु पर्छ मेरो त झन् जेठी छोरीबाट जन्मिएको छोरो तँलाई कति दुःख गरेर हुर्क्यो मलाई थाहा छ नि तैँले सिकाउनु पर्छ तेरो बच्चाको जति तँलाई माया लाग्छ त्यो भन्दा बढी मलाई लागेको थियो क्या आज हुँदा हुँदा तैँले मैले भनेको जस्तो नमानी भएस् त हजुरबालाई रुगा लाएर केही छैन हजुरबालाई भनिसक्ने कुरा आएन क्या हजुरबुवाको गुनासो मलाई सुनाछ छोरा मेरो कोठा गएर एकताली हेर्देऊ त तिमीले एकताली गएर हेर्देऊ त कस्तो छ भने म यहाँ आएर हुँदैन मलाई मेरो कोठा निस्किने बित्तिकै यहाँ पुरै स्माइल बनाउँछ यार हुन्छ नि त अलि भर्खर नुहाइदिइसक्यो अलि भर्खर नुहाइदिएर यो नुहाइदिए तैँले मोही खा तैँले जे जे गर्नु छ तैँले गर तर कुकुर भनेको कुकुर हो यो बनाएर म देखाउन सक्दिनँ यसले मलाई पनि हेरेको छैन मैले पनि हेरेको छैन यसलाई मलाई त्यसो थाहा छ कि यो कुकुर हो मैले भन्दैछु त लगाएर पाल्नु छ भने व्यवस्थित गरेर कि छठमा लाउने छठमा राखेपछि यो छठको छठै हो यहाँ घरमा ल्याउने भित्र ल्याउने पनि को यसको भोलि पर्सि रङ झरेपछि मलाई थाहा हुन्छ कहाँ झर्छ हँसियोस् त होइन नि जोसुकै होस् म यो कुकुर मैले भनिदिइसकेको छु आजै मैले सम्झाएको छु यो कुरा मैले यही कुरा भोलि दोहोऱ्याउनु नपरोस् मैले भने मान्छेले म खोरै छु त नभएर फेरि कुकुरै टाप बुझ्यो आरुषि नभएर म बेचिहाल्छु कुरै छैन होइन यो सधैँ यहाँ गोठा लाएर बस्ने होइन यो यी बच्चा झुर्काइहाल्छन् कतिखेर कसले ल हामीले के थाहा कुकुरै गाएको हुन्छ लाख रुपियाँ परेर चाहिँ बरु 50,000 दिएर पाइन्छ पैसा के भन्छ आज त आउँछस् बुवाले फेरि कुकुर गायब बनाइदिन्छु म तिमीलाई खेलाउन मात्रै कुकुर हो यो नि स्मल कुकुर हो यो गायब बनाइदिनु पर्यो तिमी स्कुल जानु पर्दैन ए म त फ्यालिदिन्छु यहाँ को तिमी बसेर तिमीले कुकुरसँग पठाइदिन्छौ तिमी कुकुरसँग जान्छौ दुईटै एक फोर भित्र हाल्नु पठाइदिन्छौ अनि के गर्ने त्यहाँबाट ए तिमी त मान खाने भुजा खाने स्कुल जाने पढेर फर्स्ट हुने गुड बाई हुने कुकुर हेरेर बस्ने तिम्रो काम तिम्रो साथी जीवा भइसिन्छ जीवासँग खेल्ने स्कुलबाट आइस ल यो शुद्ध त यस्तो कुरा गर्न आइस अहिले बाउको त होइन कुकुर समाज गरे क्या कुकुर समाज गरे पढ्नेको समाज हुनुपर्छ नि अहिले हुँदैन ल मैले भनिदिएको छु नातिले पनि भनिदिएको छु छोरालाई पनि भनिदिएको छु हजुरबुवा नि हुनुहुन्छ यो कुकुर यहाँबाट आजबाट हट्यो यहाँ मैले यो देख्न चाहन्न मेरो कुरा त्यही क्लियर मैले यहाँभन्दा बढी भन्न पर्यो भने फेरि कुकुर पनि देख्न पाएन तँलाई पनि खेलिदिन्छु म आनन्द तेरो बाबालाई पनि खेलिदिन्छु म यहाँबाट बुझिस् छैन कुरो बुझ्यो होइन कुकुर चाहिँ जाँदैन अब यसलाई कहाँ राख्ने चाहिँ मिलाएर यो कुकुर जाँदैन होइन कि यो कुकुर तैँले थाहा पाउँछ कुकुर चिल्ले कुकुर बस्नु जान्छ चिल्ले कुकुर बोकेर त जान्छ अरे कुकुर गाली गर्यो है एउटा भागै यता र उता दुईतिरै चपे ठिक्क पार्यो भागतिर पनि ठिक्क उता पनि ठिक्क पार्यो एउटा तपाईँ अनि लाज लाग्दैन आज हेर 1 महिना त चाटेर हुन्छ 1 महिना चाटेर हुन्छ कुकुर अल्दिपछि एक दिन फर्केर हेर्ने एउटा दाना हाल्न बस्ने लाग्दैन आफूलाई मन गरेपछि आफू गर्ने नि फेरि यो मान्छे सुत्ने उता लगाएर मान्छे सुत्ने पाहुना सुताउनु कोठाएर कुकुर बनाउँछ भोलि सुत्न आउने मान्छेले के भन्छ कुकुर बनाउँछ अस्ति बसेनन् मान्छे बसे कुकुर अनि त्यो कुरा गर्छ यार पाहुनालाई कसले थाहा हुन्छ कुकुर किन बनाउँदैन तैँले सिकाउनु पर्छ यसको स्मेल हुँदैन पर्फ्युम सर हालिदिएपछि पर्फ्युम हाल्छ कति बेर बस्छ पर्फ्युम तब कुन चाहिँ त्यसो गन्ध चाहिँ वर्ष हातले छोप्छ त्यही हातले खाएको त्यही हातले पप्पी पनि खान्छ अहिले त पप्पीलाई यसो गर अहिलेबाट नसिकाइ यस्तो यो कुसंस्कार नसिकाइ मैले भनेको ल ज मुख छुटेर यो कुसंस्कार मान्छे मुख छुटेर माथि पप्पी खेल्न जाने कि हामी अनि है मुख छुटेर अनि माथि पप्पी खेल्न जाने ल ल अब थाहा हाल्नु भयो हजुर बा यसलाई बाहिर सारिदियो भने त बाहिर राखिदियो बाहिर हजुर मैले पनि बाहिर राख्नु भने बाहिर किन राख्नु आफैसँग लिएर सुत भन्नु न आफै लिएर सुत भन्नु न आफ्नै बच्चालाई लिएर सुताउनु भन्नु पुण्डु बोक
आफै लिएर सुत भन्नु के कुकुरलाई ल पुन्टु बोका बोका हो दे ल मेरो छोराले कस्तो हेल्प गर्यो बाबुले त्यहीँ बाहिर राखेर ल मेरो छोराले हेल्प गरेको है यतापट्टि बाहिर भने ए यतापट्टि ढोका खोलेन हुन्छ भन्छ त्यो हगेपछि बिस्तारै बिस्तारै ठिक्क ठाउँ पनि एकदम ल बोका ल पुन्टु बोका पुन्टु पुन्टु मामु होइन पुन्टुले मामुले पर्दैन पुन्टु ल मेरो छोराले पनि बाबाले बोक्यो नि त हेर केटा धेरै सुक गरिस् भने ल अब ल देखिहाल्नु भयो फाइनली अब कुकुर चाहिँ अब बाहिर राख्नु भयो रातोदेखि डन्डी गरेर मात्र नत्र त फेरि बाघे भेट्थ्यो नि केटोले पर्दैन अब भयो ल अब पप्पी यहीँ राख्ने भयो फाइनली पप्पी अब यो पप्पीलाई चाहिँ कहाँ राख्ने यो पप्पीको पनि व्यवस्थापन गर्नु यो पप्पीलाई उतापट्टि खोलेर राख्ने यो खोरबाट निकालेर सरसफाइ गर्दैनन् यो पप्पीलाई मेन कुरा यो पप्पीलाई निकालिदिनु पर्यो अनि यो कोठाहरू दिनु पर्यो 3 भाइ छोरा 3टा बेडा ठिक्क हुन्छ अब 3 भाउ छोरा यो 3टा बेडा बाउ ठुलो बेडा छोरा माइले छोरा माइले बेडा कान्छो छोरा कान्छो बेडा सुत्छन् हो अहिले ल मान्छौ अब पप्पीले हामी जाने ल खाजा के खाने ल यसरी कुट्न आउँछ यो मलाई ल नाटक गरेकोले यहाँ उडी हान्न आइरहेको थियो मलाई अघिसम्म त्यो मलाई उडी हान्न आइरहेको थियो अहिले क्यामेरा देख्ने बित्तिकै यतिकै युज गर्न आयो अहिले के गरेको त्यसले गर्दा मैले अघि यस्तो गरेर यति चाहिँ हो माथि कुन्टे हामी पप्पी घुमाउनु लाने नि पप्पी बाहिर साइकलमा राखेर लाने कि यतिकै लाने कुकुर भनेपछि कुकुरको जात जनाउने क्या जस्तैको जात होस् न जति महँगो भए पनि है जति महँगो भए पनि 2 सेकेन्डमा बनाउँछ सारा तपाईको अर्को कुकुर आयो हाम्रो घरमा अर्को ठुलो कुकुर आयो सुसने हजुर अनि तेरो हस्की त बाबु अब च्याट भइहाल्यो अब कि यही लर पाल जस्तो बाबुले गालीसम्म गर्नुसम्म गरिहाले पाल्न दिनु भन्दा पाल्न दियो भने पाल्छ छैन पाल जस्तै रहेछ एउटा कुकुर पाल्छ खै के खायो यसले खै के पनि खाँदैन के पनि खाएर हुन्छ अनि हजुरलाई यतिकै जिस्काइदिएको ल आउँछ आइज छोरी हजुरबाले के गर्छिन्छ नबोक न बोक्नु हुँदैन कि जथेर पनि भुइँमा राखिसेन ए म चाहिँ बाबा हो यसको अनि तिमी चाहिँ को तिमी चाहिँ काका हो कि दादा हो तिमी चाहिँ को हो यसको दादा हो दिदी ल साबुन लाऊ साबुन लगाएपछि पप्पीलाई छोएर पप्पीलाई माम खुवाएपछि के गर्नुपर्छ साबुन लाएर हात धुनुपर्छ हात धुनुपर्छ पो त साबुन लाएर गुड ल यो नङ लाम भने के हो थाहा छ पप्पी खेलाउँदा पप्पीको फोहोर पनि आउँछ नङमा है पप्पीको फोहोर पनि आउँछ अनि के हुन्छ थाहा छ अर्को अनि त्यहाँबाट यसमा नङभित्र फोहोर पस्छ अनि माम खाँदा के हुन्छ पुन्टुलाई आया हुन्छ पछि रोग लाग्छ अब देखिहाल्नुभयो तपाईँहरूले गाली असाध्यै खाइन्छ बाउको अब के गर्ने घर छोडेर जाने कि कुकुर नपाल्ने कि पाल्ने कि नगर्छ नि एकछिन के गर्ने म सोच्दै सकिँदै गाइज होला अब कसरी सम्झाउने होला बाउलाई सम्झायो भनेदेखि पनि एकदमै तनाव भयो आमालाई कसरी सम्झाउने बाउलाई कसरी सम्झाउने सबभन्दा बढी टेन्सन त बाउकै हो के गर्ने एउटा कुकुरको कारणले गर्दा घरै छोडेर जानुपर्ने स्थिति आउँदा यो कुकुरले पनि लडाकै ल्याउने भयो घरमा ए पुन्टे के गर्ने पप्पी रोडमा एकछिन खेलाउ भन्छ अर्को छ फेरि ताल ल